भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईटा रिल्स र एजुकेसन मिनिस्टर धर्मेन्द्र प्रधानको एउटा राजीनामाले इन्डियन पोलिटिक्सलाई फेरि पनि आफ्नो ट्र्याकमा लिएर आइसक्यो। तर हाम्रो देशको राजनीतिमा के भएको थियो विगत समयमा तपाईँ सबैजनालाई थाहा छ। जेनजीलाई जेनजीकै स्टाइलमा कसरी उत्तर दिने र कसरी तिनीहरूलाई न्याय दिने भन्ने कसैसँग सिक्नुपर्छ भने त्यो मलाई लाग्छ नरेन्द्र मोदी हो। यति मात्र हाम्रो पुरानो राजनेताहरूले गर्न सकेन र आज प्रतिपक्षमा बस्नु परेछ, त्यो पनि आफ्नो अध्यक्ष बिना। यसले के प्रश्न गर्न सक्छ भन्दाखेरि नरेन्द्र मोदी किन 12 वर्षदेखि एकल राज गरिरहेछन् भने पुष्टि हुन्छ। राजनीति आफ्नो विद्यार्थी आफ्नो देशको जनताहरूसँग गर्नुभन्दा पनि तिनीहरूको सल्लाह र सुझाव लिएर अगाडि बढ्यो भने देश तरक्कीको बाटोमा जानेछ। तर त्यही जनता र विद्यार्थीहरूलाई गोली हान्न लायो भने सत्ता पल्टिन पनि बेर लाग्दैन। इन्डियामा अलमोस्ट 1 महिना जति आन्दोलन भयो, त गोली हानेर कसैको ज्यान चाहिँ गएन। तर हाम्रो देशमा विदिन 5 to 6 आवर्स 19 जनालाई सुरुकै दिनमा गोली हानेर ढालियो। तर जे हुनु थियो भयो र आज हाम्रो देश पनि सही ट्र्याकमा छ। तपाईहरू आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नु होला।